यसको फेरि सबभन्दा मेन भनेको यसको ज्वरो हरायो कता गइसकेछ के अरे मरेको पनि छ पहिलाको छ यसको कति यहाँ भुते लहरा भन्छ भन्नुभयो भोटे लहरा हाम्रोतिर चाहिँ यसलाई भत्कुलो भन्छ सोधिला त हुन्न यो चित्त ऊ जस्तै हो यसको फेरि सबभन्दा मेन भनेको यसको ज्वरो हरायो कता गइसकेछ के अरे मरेको पनि छ पहिलाको छ यसको कति यहाँ भुते लहरा भन्छ भन्नुभयो भोटे लहरा हाम्रोतिर चाहिँ यसलाई भत्कुलो भन्छ सोधिला त हुन्न यो चित्त ऊ जस्तै हो यो हो अन्य भेटिन्न दादा त धेरै तलब हुन्छ कि हो र अलि अघि आइदिनुहोस् है हाम्रो यो काका चाहिँ मेजर साहबले त्यसको बारेमा चाहिँ मेडिसिन हुन्छ कि यो पनि भएन कि यहाँ त यो त डल्लै हुन्छ कि सर एउटा त्यस्तो पो हुन्छ मलाई थाहै थिएन यो त बहुत ठुलो मेडिसिन हुन्छ कि सायद दुईवटा छ भनेको छु कि मैले एउटा यहाँ छ एउटा यहाँ छ दुईवटा झाल एउटै चिज हो यसको झाल एउटा उहीँ मैले ठ्याप्प तान्दा गोड्यौ थियो उहीँ उता जाँदा सुँगुरले खानामा पनि खान्छ कि हो ठिक ल हेर ल्यान त यस्तो हुँदैछ यिनीहरूले भत्कुलो भुते लहरा भन्ने रहेछन् कतै हाम्रोतिर त्यसलाई भोटे लहरा भन्छ कि यो होस्से गसको मलाई उसो त गाली खान्न मैले पछाडि हो घर जाँदा बास पाइन्छ पाइन्न भन्ने पो हुन्छ गर ल हेर यसको अझै यो दुइटा खनौँला यो कसरी हो नि सबै तोरुल जस्तो हुन्छ ठ्याक्कै यसरी खोल्चाउने कि यसलाई खाइले यसलाई यस्तो हुन्छ यो खोल्चाउने कि यो चाहिँ यो खोल्चा नर्सर यता हेर्नु त हजुर यसको बोक्रो फेरि तितो हुन्छ बोक्रो पनि दबाई हो अति दबाई हो यो छ नि हामीले काकाले ल पुनः दिले कि अलिअलि माटो खाएपछि हजम गर्छ को फेरि यो प्रकृति हो ल पहिलोचोटि यो भोटे लहरा चाहिँ पहिलोचोटि खाने अवसर दिलाइदिनु भयो यति मिठो हुन्छ त उसिनेर अति मिठो पोलेर उस्तै मिठो ल भोटे लहरा भन्छ ल